निशल ब्रोको भ्लगमा जो नयाँ हुनुहुन्छ लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला थ्याङ्क यू ओह माय गॉड हेलो एभ्रिवान आजको भ्लग चाहिँ अलिकति मेरो सकर प्र्याक्टिसको बारेमा हो यो चाहिँ हामी बुधबार यहाँ नेपाली कम्युनिटी छौँ यसो यहाँ बनिन्यौँ भन्ने ग्राउन्डमा टक्क आउँछौँ अनि सकर प्र्याक्टिस गरिन्छ अनि त्यसैको बारेमा हो ल यसो हेर्ने भयो ल लेट्स गो बिन राखिदिएको छ अनि यहाँ कसैलाई पानी खानु पऱ्यो अरे रनिङ ड्रिङ्किङ वाटर होइन यतिसम्म कि अब जनावरहरूलाई पानी खुवाउनु पऱ्यो भने पनि यहाँ रनिङ वाटरको व्यवस्था छ होइन अब यहाँ एउटा स्टोर रुम छ त्यहाँ सबै डिप्सदेखि लिएर सबै वहाँ जाली अनि यहाँको कोनदेखि लिएर लाइन्सहरू सबै ट्रेनिङ ड्रिल गर्ने सामानहरू छ अनि आएर यहाँ एउटा क्याफेटेरिया पनि छ होइन अनि चेन्जिङ रुम दुईवटा चेन्जिङ रुम छ चेन्जिङ रुम स्लोली बोइजहरू आउँदैछन् होइन अब नयाँ भाइ पनि आएर छन् भाइको नाम चाहिँ के पऱ्यो हजुर सफल मनिष्ठल है त ऊ चाहिँ हाम्रो क्रिजन खै क्रिजन यहाँ आउँदै हुन्छ गर बादल भण्डारी Yes, bro. ब्रोको सुरु नाम के पर्यो रोहित वेलकम है ल निरज ब्रो के छ ब्रोको नाम के पर्यो मेरो सुजन वेलकम ब्रो ल ब्रोको नाम म निश्चल विशाल ब्रो के छ हालखबर एकदम आराम हो मिस्टर प्रेसिडेन्ट ढिलाइदिने के छ उ चाहिँ कुशल है अब चाहिँ क्विक प्र्याक्टिस पछि अब चाहिँ हामी दुई टिम बनाएर 7A-साइड त्यस्तो टुर्नामेन्टहरू पनि आउँदैछ त्यही भएर 7A-साइड प्र्याक्टिस गर्न लागेको छ सकर गेम ट्रेनिङमा भन्नु पर्यो क्या के त है सिनप्याड चाहिँ कम्पलसरी गर्नु पर्यो कि ट्रेनिङ पर्यो दुई टिम रेडी भयो त हो रेडी हो रेडी एकदम रेडी एक्साइटेड एन्ड पम्प्ड अप लाउन अहिले चेन्ज गराउन लागि अब हामी चाहिँ त्यही लगभग 20 मिनट्सको 3 क्वार्टरको प्र्याक्टिस सेसन गर्छौँ यसपछि चाहिँ एकदम पम्पटप हुन्छ दुईवटा सेसन एउटा सेसन चाहिँ हाम्रो कोचले टक्क हामीलाई रिभ्यू दिँदै स्टप गर्दै अनि के मिस्टेक भयो के इम्प्रुभमेन्ट चाहियो टक्क लाएर अनि हामीलाई सिकाउनुहुन्छ लास्टमा चाहिँ टक्क लाएर टिम ब्रिफ हुन्छ जहाँ चाहिँ टक्क लाएर आजको मिस्टेक्सहरू के भयो यताउता भनेर हाम्रो विराज ब्रो कोच पनि हुनुहुन्छ उहाँले टक्क सम्झाइराख्नु भएको छ यो गर्ने यो नगर्ने भनेर डेली इम्प्रुभमेन्ट गर्नलाई के गर्न सकिन्छ स्ट्रेचिङहरू पोस्ट स्ट्रेचिङहरू गर्छौँ आफ्टर द गेम अनि उहाँ मोटिभेट गरिराख्नु भएको छ अब हाम्रो लिग आउँदैछ अनि लिगमा कसरी पार्टिसिपेट गर्ने र सबैजनाले अब यहाँको लोकल लिगमा पार्टिसिपेट गरेर लाएर खेल्ने भनेर सिकाइराख्नु भएको छ हामीलाई अब यहाँ क्लोजिङ गेम भइरहेछ ल गाइस जे बिएनएफसी भन्नु पर्यो जे बिएनएफसी ओइ माटो जय माटो ओइ जय माटो नाइस गेम बोइज नाइस गेम आजको प्र्याक्टिस सेसन सकेपछि चाहिँ मेरो एउटा प्रिय दाइले चाहिँ ल भुँडी घटाउने भने भाइ म तिमीलाई आज स्यालेड बनाउन सिकाउँछु ल कम टु माई प्लेस भनेर भन्नुभयो अनि टक्क लाएर म चाहिँ दाइको घर पुग्दाखेरि चाहिँ दाइले स्नुप पिज मजाले फाइन चप गरेर काटिसक्नु भएको रहेछ अनि रेड क्याप्सिकम टक्क लाएर फाइन डाइस गरेर मजाले चप पारेर राखिराख्नु भएको रहेछ होइन उयो हामी स्नुप पिज साइडमा देख्न पनि सक्छौँ अनि त्यसपछि टक्क एडमामे
फ्रोजन एडमामे निकालेर टक्क त्यो पनि एउटा बाउलमा राख्नुभयो कति मजाले चिटिक्क मिलाएर राख्नुभएको छ नेपाल क्याबेजलाई चाहिँ यो किम्ची बनाउने साग पनि भन्छ के अरे वम्बक भन्छ नि फेरि नट वम्ब्याट है झुकिनु होला नि फेरि अनि नर्मल ग्रिन क्याबेज पनि मजाले काट्नुभयो फाइन डाइस गरेर चप पारेर है रेड क्याबेज पनि फाइन चप गरेर काटेर मजाले प्लेटिङ गरेर राख्नुभयो अनि अर्को सबै कुराहरू बाउलमा मजाले राख्नुभयो त्यसपछि अब हामी मिक्सिङतिर लाग्छौँ एउटा बाउलमा अहिले नामजिम सस भन्ने चाहिँ हाल्नुभयो थाई क्विजिन हो अरे यसमा चाहिँ फिस सस लाइम जुस पाम सुगर अनि फ्रेस एन्ड ड्राइड चिली हालेर मजाले ब्लेन्ड गरेर सलादको नाम चाहिँ के हो भनेर सोद्धाखेरि दाइले यस्तो भन्नुभयो सलादको नाम चाहिँ के हो नि चिकन हाल्यो भने चिकन सलाद के भन्छ च्युना हाल्यो भने च्युना सलाद दाइले मलाई अनि अर्को पनि एउटा सलाद बनाउन सिक्छौ भनेर भन्नु सोबा नुडल सलाद हो यो चाहिँ बकविट स्पेगेटीले बन्छ अनियन पिकल क्युकम्बर पिकल क्यारट पिकल र रेडिस पिकल छ अनि त्यसपछि अर्को सिङ्गल मल्ट विस्की पनि मिसाउनु पर्छ भनेर भन्नुभयो होइन जस्ट किडिङ अनि त्यसपछि अब हामी प्लेटिङतिर जान्छौँ अनि प्लेटिङमा चाहिँ उहाँले सबै कुरा त्यही बाउलमा अगाडि नै काटिसकेर राख्नुभएको थियो अनि पहिला सुरु त बाउलमा सोबा नुडल राख्नुभयो अनि छेउछेउमा चारवटा पिकल राख्नुभयो क्रिस्पी अनियन क्युकम्बर क्यारट रेडिस होइन अनि त्यसैको छेउछेउमा उहाँले अलिकति एडमामे अनि अलिकति रेड क्याबेज ग्रिन क्याबेज पनि अलिअलि राख्नुभयो अनि त्यसपछि बिचमा चाहिँ उहाँले सेसमी सिडको सस हालेर अनि मजाले मिक्स गर्नुभयो अनि त्यो मिक्स गरेर पनि हामीले एकचोटि कस्तो रहेछ भनेर ट्राई गर्नलाई स्मल पोर्सनमा बाउलमा राख्नुभयो अनि एभोकाडोसँग हालेर खारियो एकदमै मिठो 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 थियो त्यसको लागि चाहिँ 10/10 है साह्रै मन पऱ्यो म अब सबै कुरा प्याक गरेर तिमीलाई पठाइदिन्छु भनेको किन भनेको त अनि दाल भात तरकारी चाहिँ कसले खान्छ नि भन्नुभयो अनि त्यसपछि लास्टमा चाहिँ दाल भात तरकारी गम खाइयो डाइटिङ भने त्यस्तै हो होइन त गाइज ल थ्याङ्क यू सो मच फर वाचिङ सी यू लेटर